त्यसपछि इन्द्रियबाट जोडिएका कुराहरू पहिला हामी एक्लै थियौँ, बिहा गरेर 2 जना भयौँ, 2 जना पछि 4 जना, 5 जना, 6 जना भयौँ। आफैले जोडेको कुरा हो नि, आफैले जोडेको कुरा आफैलाई बन्धन बन्दछ। अब यिनीहरूलाई बन्धनबाट छुटकारा नपाइकन भगवानको शरण सहज हुँदैन। दुवै हात जसको बाँधिएको छ नि उसले केही गर्न सक्छ? सक्दैन। अब हाम्रा हात केले बाँधेको छ? एउटा इन्द्रियले बाँधेको छ, अर्को इन्द्रिय जन्य श्रीमती छोरा छोरी मामा माइजू छोरी ज्वाइँ सम्झिन फुपू फुपाजु पारी भेना। हेर्नुहोस् त कति हो कति बन्धन छ, कतिवटाले पो बाँधेर डोरीले त बरु एक ठाउँमा बाँध्थ्यो, यो जितसँगले त कति ठाउँमा बाँधेको रहेछ। सुखदेव स्वामी भन्नुहुन्छ अब जितसँग इन्द्रियसँग जोडिएका पदार्थहरूलाई पनि जित राजा। यिनीहरू अन्त्यमा तिमीलाई काम लाग्ने होइन, मलाई पनि होइन। यिनीहरू त 2 दिन नाटक गर्ने पात्र मात्रै हो। यिनीहरूमा अमल्यो भने त बाबु गयो जीवन कतिसम्म जाला। अब यिनीहरूलाई जित। प्यारी सुन्दरी मेलहुन् पैरका गलबन्दी छोराहरू, नाति हुन् हक्कडी पनाती चिउरा, झ्यालखाना हुन् घरहरू। घरमा बस्यो भन्दा पनि कुरा झ्यालखानको रहेछ। कति घमण्ड छ हामीलाई घरमा बसेर मेरो त्यो घर त घर होइन, झ्यालखानमा पो बसेर रहेछौँ। जसलाई माया गर्यो फेमसली भन्यो उनी त के रहेछ, हाम्रो खुट्टा छेक्ने खुट्टामा पार्ने साङ्लो पो रहेछ। जहाँ जाँदाखेरि पनि पहिला सम्झिहाल्नु पर्ने लाले के हो कस्तो जोक्सहरूलाई बहुत मजा आयो। प्यारी सुन्दरी मेलहुन् पैरका गलबन्दी छोराहरू, कहिले स्कुलको फी तिर्यो भनेर घाँटीमा सुँगाउँछु, कहिले अरू यताउता साथीहरूले पल्सर किनिसके मेरो भाग आएन भन्छ सबै घाँटी। कहिले आइफोन 6, 7 चाहियो भन्छ, कहिले आज रानी बलमा गदर सुन्न जानु पर्यो, यति हजार रानी मन कहाँ पर्यो यति नभइकन हुँदैन बाबु, चाहियो। घाँटी समाए कि समाएन, बेरे कि बेरेन। जसले आएर घाँटी अट्याएको उसैको मायामा बस्नु पर्ने कस्तो विचित्र छ। जसले आएर घाँटी गएको उसैलाई माया गर्नु। प्यारी सुन्दरी मेलहुन् पैरका गलबन्दी छोराहरू, नाति हुन् हक्कडी पनाती चिउरा, झ्यालखाना हुन् घरहरू। मलाई गाडी नगर्नु फेरि घरलाई झ्याल्छ नि मलाई चित्त दुख्यो। हे राजन जितसँग
यिनीहरूलाई दिनुहोस्। मैले लेयर बाई लेयर बताइरहेको छु, भरे सोध्छु कति सुनेर चाहिँ थाहा भइहाल्छ। पहिला के रीति भनेको छु, आसन, आसनपछि श्वास, श्वासपछि आफ्नो इन्द्रिय, इन्द्रियपछि इन्द्रियबाट जोडिएका अरू माया, सन्तान, छोराछोरी, त्यसपछि हेरातन अगाडि सुनिबक्स्यो जितासनो जिता श्वासो जितसाङ्गो जितेन्द्रिय ठुले भागवतो रूपे मने सन्धान राजन त्यसपछि बुद्धिलाई जित्नुहोस्। बुद्धिलाई जितिसकेपछि संसारमा घुमिरहेको मनलाई एकत्र बनाएर त्यो हृदयका आत्मा, त्यो अन्तर आत्मामा के गर्नुहोस् त विशाल परमेश्वरको विराट स्वरूपको चिन्तन गर्नुहोस्। मैले हजुरलाई पहिला विराट स्वरूपको चिन्तन गर्नुहोस् भने किन होला? भगवान त कण कणमा हुनुहुन्छ, किन विराट स्वरूपकै ध्यान गर्ने त भन्नु होला। संसारी मान्छे हजुर हामी ठुलो कुरा पाउँछौँ, कहिले पनि सानोतिर आँखा लगाउँदैनौँ, त्यो हाम्रो स्वभाव। ठुलो कुरा पाएपछि मात्रै सानो पनि होला भनेर विश्वास हुन्छ। पहिले कण कणमा भगवान हुनुहुन्छ भने कहाँ विश्वास गर्ने? पहिला विराट स्वरूप भगवानको चिन्तन गर्न हो। जुन भगवानको 1000 शिरहरू छ, 1000 नयन छ, 1000 पाउ छ, 1000 बाबु छ, जसको एक हेराइले नै जगत प्रलय हुन्छ, त्यस्तै पतित पावन नारायणको विराट स्वरूपलाई पहिला हृदयमा ध्यान गर्न हो। हाम्रो ठुलो शरीर नै विराट भगवानको के हो त? स्वरूप हो। हाम्रो ठुलो शरीरमा नै विराट स्वरूप भगवानलाई लिएर आएर चिन्तन गर्न हो। हाम्रो ठुलो शरीरमा नै भूत भविष्य वर्तमान, हाम्रो ठुलो शरीरमा नै सृष्टि स्थिति प्रलय, हाम्रो ठुलो शरीरमा नै जीव जगत ब्रह्म सबै कुरा रहेको छ, त्यसलाई चिन्तन गर्न हो। यी चिजहरूलाई हृदयमा धारण गर्न हो। हृदयमा जे कुरा धारण गरिन्छ त्यो नै ध्यान हो। अब विराट स्वरूप भगवानलाई ध्यान गर्दै 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 हे राजन अगाडि बढ्न हो। बडा आनन्द आयो राजालाई। साँच्चै अमृतको कुण्डभित्र छिरेको प्रेम रूपी रसहरू बगे। बाहिरी संसारबाट चित्त भित्र फर्किन जान्छ। जति भित्र छिर्यो त्यति आनन्दको रहेछ, जति भित्र पुग्यो त्यति नै अनन्त धाराको बगेको रहेछ। स्तरै भित्र 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 फुट्दै फुट्दै मनलाई कहाँनिर पुर्याएर रोकोस् त भन्दा भक्तप्रेम, जहाँनिर पुगेर संसारको सबैभन्दा प्यारो चिज पाएँ भन्ने अनुभूति हुन्छ नि, त्यहाँ पुगेर तर्यो। अब मैले पाउन लागि केही छैन, संसारको सबभन्दा प्यारो वस्तु नै यही हो भन्ने कुराको जब अनुभव हुन्छ नि, त्यसपछि त्यो मनलाई त्यही नै स्थिर गरो, त्यही नै अडेर। यसरी विराट स्वरूप भगवानलाई टप टु बटम हृदयमा स्थापित गरिसकेपछि अनि अलिकति प्याटर्न चेन्ज गरेर भगवानको प्रत्येक अङ्ग अङ्गलाई मात्रै ध्यान गरो। भगवानको पाउ यस्तो रहेछ, कमलभन्दा
पनि कोमल प्रभुको त्यो पाउ मेरो हृदयमा पर्दा जन्म जन्मका अन्धकारहरू नाश भए यस्तो भाग्य भगवानको पहिला पाउको अति सुन्दर पाउला जुन पाउलाई लक्ष्मीले अहोरात्र दाबिरहेछ जुन पाउ भक्तको हृदयमा पर्ने बित्तिकै अन्धकारहरू पुरा गरेर नष्ट हुन्छ यस्तो प्रभुको पाउको चिन्तन त्यसपछि गोलीगाथा त्यसपछि प्रभुको भक्ति अङ्गको चिन्तन गर्दै जानु